हामीले देखिरहेका छौं महिला हिंसाका घटनाहरू दिन प्रतिदिन वृद्धि भइरहेका छन्। भर्खरै पनि हामीले थाहा पायौं इनिशा विक जसलाई बलात्कार गरेर हत्या गरिएको छ। म सरकारलाई सोध्न चाहन्छु, लोकतान्त्रिक सरकारलाई सोध्न चाहन्छु, न्याय पाउनको लागि माइती घरमा कहिलेसम्म हामी धरना बस्ने? न्याय पाउनको लागि मृत्युवरण गरिसकेपछि क्यान्डल जलाउने मात्रै हो कि हामीले साँच्चै न्याय दिने हो? पीडमा रहेका जनतालाई, पीडमा रहेका समुदायलाई हामीले न्याय दिने हो? यो कुरा पनि यो लोकतान्त्रिक सरकारले हेक्का राखोस्, सोचोस् भन्ने कुरा चाहिँ अनुरोध गर्न चाहन्छु। अहिले हामीले देखिरहेका छौं साइबर बुलिङ यति धेरै छ महिलाहरूलाई चाहिँ, महिलाले त केही लेख्नै हुँदैन, महिलाहरूले त केही बोल्नै हुँदैन, यति धेरै चाहिँ साइबर बुलिङ गरेको छ। अहिले हामीले देखिरहेका छौं एकजना सानो बहिनी अमिषा पराजुली जसमाथि त्यो यति धेरै बुलिङ गरिएको छ कि यदि सामान्य खालको मान्छे हो भने त त्यसले आत्महत्या गर्न त्यो बाध्य हुन्छ। उसले चाहिँ निडर भएर निष्फिक्र भएर आफ्नो व्यक्तित्व विकास गर्न सक्दैन। म प्रश्न गर्न चाहन्छु लोकतान्त्रिक सरकारलाई, साइबर ब्युरो स्वत सक्रिय हुनु पर्दैन? निवेदन दिएन जानुपर्ने किन त्यो परिस्थिति छ? यस्ता कुराहरूलाई त लोकतान्त्रिक सरकारले रोक्नु पर्ने हो, प्रतिबन्ध गर्न सक्नु पर्ने, गलत मान्छेलाई चाहिँ सजायको भागीदार बनाउनको लागि छानबिन गर्नुपर्ने हो जस्तो चाहिँ मलाई चाहिँ लाग्दछ।